हाम्रो घरमा चाहिँ आज फेरि बर्थडे छ कसको भनेर तपाईँहरूले एकछिनमा थाहा पाउनुहुन्छ हेर्दै गर्नुहोस् होला। सो हेलो एभ्रिवान, वेलकम एन्ड वेलकम ब्याक टु माई अनदर मिनी भ्लग। आशा गर्छु तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। अनि यहाँनिर चाहिँ बर्थडेको लागि प्रिपरेसन स्टार्ट भयो। त्यस्तो स्पेसल त त्यस्तो केही पनि छैन है। घरमा चाहिँ नानीहरूलाई अलिकति डिनर चाहिँ स्पेसल बनाइदिन्छु सोचेको है। अनि सानो केक कट गर्ने त्यही हो। अनि यहाँनिर चाहिँ हाँस्दै यिनीहरूले चाहिँ प्याज लसुन टमाटर केलाउने काट्ने काम गर्दैछ है। अनि यहाँनिर चाहिँ मैले मासु पनि ल्याइसकिसकेँ है। अब सबैजना मासु खाने, म चाहिँ भेजिटेरियन परेँ। मलाई एक्लैलाई सब्जी पकाउनु चाहिँ अल्छी लाग्छ। तपाईँहरू कोलाई एक्लैलाई सब्जीहरू पकाउनु अल्छी लाग्छ कमेन्ट गर्नुहोस्। अनि नानी पढाउँदै मैले यहाँनिर दाल पनि बसाइसकेँ अनि यहाँनिर मासु पनि बसाइसकेँ है। अब मासु पाकिन्जेलसम्म चाहिँ यहाँनिर केक कटिङको कार्यक्रम गरिहालौँ भनेर चाहिँ यहाँनिर सबै मिलाएर राखेँ है। यहाँनिर चप, प्याजी अनि चक्लेट अनि केक थियो है। अनि अब बेलुका डिनर गर्नै पर्छ, त्यस्तो यहाँनिर केही पनि ल्याएन है। अनि अब चाहिँ हामी केक काट्न थाल्यौँ। सबैजना ह्याप्पी बर्थडे टु यु भन्दै गाउँदै थियो है। नानी पनि यहाँनिर छेउमा बसेर गाउँदैछ। हाम्रो घरमा चाहिँ जसको बर्थडे भए पनि हामी स्प्रे चाहिँ ल्याउँदैनौँ, किनभने नानी चाहिँ पुरा डराउँछ नि त स्प्रेसँग। अनि यहाँले केक कट गरेर चाहिँ सबभन्दा पहिला चाहिँ अब नानीले नै खान्छ है। अनि मैले पनि केक खाइसकिसकेँ र हामीले चाहिँ अब त्यस्तो कसैको बर्थडे पनि त्यस्तो ग्रान्ड गर्दैन है। जस्ट फ्यामिली बसेर काट्ने खाने यही हो। किनभने हाम्रो पिजीको नानीहरू थुप्रो छ नि त, किन त्यस्तो बेसी मान्छे पनि चाहिएन। हामी फ्यामिली पिजीको नानीहरू नै ठिकै छौँ है। अनि यहाँनिर चाहिँ केक पनि दल्दैछ बर्थडे गर्ललाई। अनि तपाईँहरूले थाहा पाइहाल्नु भयो होला बर्थडे चाहिँ कसको हो भनेर। र यहाँ चाहिँ बर्थडे गर्ल छ, ऊ चाहिँ मेरो बहिनी हो है। यहाँनिर चाहिँ अब केक कट गरेर हामीलाई खुवाइसकेपछि यहाँनिर टिका लाउने कार्यक्रम हुँदैछ। आमाले यहाँ टिका लगाइदिनु हुँदैछ है। र तपाईँहरूलाई कोलाई चाहिँ यसरी सिम्पल वेमा बर्थडे सेलिब्रेट गरेको मनपर्छ कमेन्ट गर्नुहोस्। मलाई चाहिँ यस्तै मनपर्छ है। अझै मलाई त्यो केकहरू कट गरेको पनि मलाई मन पर्दैन, किनभने त्यो मलाई त्यो सानोदेखि नकाटेर हुन्छ नि त्यो मलाई त्यो हामीलाई हेबिटै छैन। अब त्यो एक्साइटमेन्ट पनि हुँदैन रहेछ होइन। अब मेरो बर्थडे हो मलाई केक कट गरिदिन्छ त्यस्तो केही पनि हुँदैन रहेछ। र यहाँ चाहिँ भेनाले बर्थडे गर्ललाई टिका लगाएर चाहिँ पैसा दिनुहुँदैछ। तपाईँहरूले पनि गेस गर्नुहोस् होला कति थियो भनेर है। म चाहिँ जिस्काउँदै थिएँ नि त, भेनाले त भक्कु दिन्छ होला भनेर। र मैले चाहिँ यहाँनिर टिका लगाएर तिम्रो बर्थडे गिफ्ट चाहिँ आइपुगेको छैन भनेर भन्दै थिएँ, अर्डर गरिदिएको छु भनेर भन्दै थिएँ है। अहिलेको नानीहरूलाई चाहिँ सबै बर्थडे गिफ्टहरू चाहिँ उनीहरूले अर्डर गर्छ है, यो किनिदिनु भनेर। त्यो ठिकै पनि हो, किनभने आफ्नो चोइसमा लाउनु, आफूले मन परेको गिफ्ट पायो भने त लगाइन्छ नि त होइन। अनि अर्काको चोइसमा अथवा मैले किनेर दिएँ भने उसलाई मन नपर्नु पनि त सक्छ र त्यस्तै हुन्छ। अनि उनीहरूलाई जे चाहिएको छ जे मन परेको छ म त्यही नै किनिदिन्छु सबैलाई त्यसरी नै। र यहाँ चाहिँ उसको क्लासमेटले चाहिँ टिका लगाएर पैसा दिँदैछ। अनि सबैले यहाँ चाहिँ हामी ताली मार्दैछौँ है, हाँस्दैछौँ। अनि यहाँले कति दियो भनेर चाहिँ बहिनीले देखाउँदैछ झिस्केर है। अनि यहाँनिर चाहिँ मेरो फुच्चे चाहिँ आम्मा उसकै बर्थडे जतिकै कुदिरहेको छ यहाँ हेर्नुहोस् न। अब यहाँ चाहिँ उसले चाहिँ टिका लगाइदिने अरे सबैलाई, ऊ टिका लगाउनु स्टार्ट गर्दैछ। अब हेर्नुहोस् है, यहाँ चाहिँ सबैलाई उसले चाहिँ टिका लाउँदै ढोक भन्छ। अब त्यो ठुलोहरूले टिका लगाएर ढोक्नु लाउँछ नि त उसलाई, अनि त्यही देखेको छ। अनि सबैलाई टिका लगाएपछि ढोक भन्नु थालिहाल्छ है। र यस्तै हो, नानी घरमा छ भने नानीहरू छ भने एकदमै घर उज्यालो होइन। अब रिस उठिरहेको छ भने पनि हँसाउने है। अनि त्यस्तो हुन्छ। कोही बेला चाहिँ फेरि इरिटेटै बनाउँछ है नानीहरू छ भने, तर केही छैन। अब नानी छ घर उज्यालो हुन्छ होइन। कतै गएर आउँदा पनि फर्स्टमै नानीहरू मनपर्छ त्यही हुन्छ। अनि यहाँनिर चाहिँ हामीले केक सेक कट गरेर यहाँनिर एकजनालाई मिलाएर दिँदैछौँ। अनि यहाँनिर चाहिँ मेरो मासु पनि पाकिसकेछ। यहाँनिर मैले त्यो मासु चाहिँ त्यस्तो बेसी हुन्छ नि त्यो ग्रेभी पनि नहालेर ठिक्क बनाइदिएको थिएँ है। यहाँ सबैले हामी यहाँ डिनर स्टार्ट गऱ्यौँ है। म चाहिँ अब दाल भात यस्तै खान्छु, मलाई त्यो एक्लै हुन्छु कि अन्त सब्जी पकाउनु मलाई पुरा अल्छी लाग्छ होइन। तपाईँलाई कोलाई अल्छी लाग्छ कमेन्ट गर्नुहोस्। आजको बर्थडे चाहिँ यस्तै थियो, यतिकै थियो, त्यस्तो स्पेसल अनि त्यस्तो भेराइटी खानेकुरा त्यस्तो केही पनि थिएन है। र तपाईँहरूलाई के कस्तो लाग्यो, तपाईँहरूलाई यदि मन पर्यो भने लाइक सेयर कमेन्ट गरिदिनुहोस्। अनि अन्तिमसम्म हेर्नुभएकोमा थ्याङ्क यू सो मच।